हेलो नमस्ते स्वागत छ हजुरहरूलाई मेरो भ्लगमा। इट्स मी प्रतीक्षाबाट। आफ्टर लङ टाइम म हजुरहरू सामु छोटो मिठो भ्लग लिएर आएको छु। आज चाहिँ हामी सँगै ग्रोसरी सपिङ गर्न जाम है त। म, मेरो भाइ, हस्बेन्ड र छोरी। आज मेरो भाइको र मेरो छुट्टी थियो, तर मेरो हस्बेन्डको छुट्टी थिएन। उहाँ चाहिँ भर्खर कामबाट आउनुभयो र फ्रेसन अप भएर हामी मार्केटतर्फ लाग्यौँ। घुम्न भनेपछि मेरो छोरी यति रमाउँदैनन्, हेर्नु न गाडीमा बस्दाखेरिको उसको चमक नै बेग्लै छ भने। मोबाइल त त्यो साह्रै हुँदैन, कहिले चुप यस्तो फ्लाइङ किस दिन्छे, कहिले नाच्चे, अझै गीत बजाइदिनुपर्छ उसलाई गाडीमा त झन्। हेर्दा हेर्दै हामी मार्केट पनि आइसक्यौँ, कफल्यान्ड। तर मेरो हस्बेन्डले चाहिँ तल मिलरहरू किकहरू नि खुला छ कि भनेर लानुभएको थियो, तर आज त सन्डे, त्यही भएर त्यो मार्केटहरू चाहिँ खुल्ला थिएन। अनि हामी चाहिँ कफल्यान्डतर्फ छिर्यौँ। अनि मलाई घरमा के चाहिएको छ त्यो लिन थालेँ। र अनि हेर्दा हेर्दै अन्डा पनि सेलमा लागेको रहेछ 1.69। अनि अन्डा लिएँ, अनि अरू टन्नै कुरो लिएँ। अनि एसियन फुडहरू हेर्नु न, आँपको अचार, चाट मसला छ, हजुरहरूलाई पनि चाहिन्छ भने कफल्यान्ड आउन सक्नुहुन्छ। यसो डुल्दै थिएँ। अनि त्यहाँ मैले हामीले चाहिँ यसलाई लोकल कुखुरा भनेर खान्छौँ क्या, तर येल्लो कलरको त्यो अर्को भागमा नि हुन्छ लोकल कुखुरा। अनि त्यो पनि एउटा लिएर आएर हाम्रो ग्रोसरी सपिङ सकियो। सपिङ सकेर आएपछि चाहिँ मैले कुखुराको गट्टा लिएर आएको थिएँ र कुखुराको गट्टा बनाउनतर्फ लागेँ। कसरी बनाउँछु हेर्नुहोस् है त। सुरुमा प्याज काटेँ। प्याज काटुन्जेलसम्म मैले बोइल गर्न राखेको थिएँ, त्यो चाहिँ भिडियो खिच्न बिर्सिएछु, त्यही भएर भिडियो बनाइनँ त्यसको। अनि बोइल गरेर सफा पानीले धोइसकेपछि सानो मसिनो बनाएर काटेँ तेलमा। अनि पाँचफुरन फुराएँ, खुर्सानी पड्काएँ। प्याज चाहिँ सुरुमा हाल्दिनँ, किनभने पहिला गट्टा भुट्छु अनि मात्र पछि हाल्छु मैले चाहिँ। हजुरहरूले कसरी बनाउनुहुन्छ? यता कुखुराको गट्टा बनाउँदै थिएँ भने मैले ग्रोसरी सपिङबाट ल्याएको चिनी थियो, चिनी पनि सकेको थियो र चिनी हालेँ। अनि कुखुराको गट्टा भुट्दै थिएँ। भुटिसकेपछि प्याज हालेँ। प्याज हालेर नि एकछिन भुट्ने थियो प्याज र कुखुराको गट्टा सँगै। प्याज हालेर रातो भएर भुटिसकिएपछि चाहिँ मरमसला हाल्नतर्फ लागेँ। अब के गर्छु हजुरहरू हेर्नुहोस् है त। सबै कुरा मरमसला सबै पाकिसकेपछि चाहिँ लास्टमा गोलभेडा हालेर 5 मिनटको लागि छोपिदिएँ। हेर्दा हेर्दै मेरो गट्टा पनि रेडी भयो। आजको लागि यति नै। मेरो भिडियो हेरेर लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई, सी यु इन नेक्स्ट भिडियो।